बोला सिंगार मैं वो क्यों होश में आता नहीं सुकून ये दिल। हेलो एभ्रिवान वेलकम टु माई अनदर भ्लग। आज त्यस्तो ठाउँ जाँदैछु जहाँ चाहिँ म 2-3 महिना अगाडिदेखि नै जाने सोचिरहेको थिएँ। त्यही हो, म चाहिँ फर्स्टमा मेरो एउटा साथीलाई हेर्छु अनि त्यसपछि विल गो अन द्याट प्लेस। मैले मेरो साथीलाई भेटिसकेँ। हाम्रो तर मैले जान्छु भनेको ठाउँ यो पनि एकै छ। मैले जानुपर्ने छ भनेको ठाउँ सरप्राइज हो। अब तिमीलाई म भन्छु अहिले, अनि एकैचोटि ठाउँमा गएपछि यता हेर तर्सिरहेको छ। अब देख्न सकिन्छ मलाई टाइडरलाई। अनि हामी चाहिँ यहाँबाट अब एकछिनमा निस्किन्छौँ, निस्किहाल्छौँ अब हामी यहाँबाट। जाने भनेको ठाउँ चाहिँ अब हामी जान लागेको छौँ। अब हामी कति टाइम लाग्छ पुग्न? अब लाग्दैन, 5 मिनट होला। अब 5 मिनटमा हामी त्यो ठाउँ पुग्नेछौँ। त्यति गर्नु होला। A few moments later. यो चाहिँ मैले प्रेसीलाई राखेर आएछु म त्यो ठाउँमा होइन। यो कुन ठाउँ हो यो? फर्स्ट क्लास लगन खेल हो। लगन खेल देख्न सकिन्छ कति बिजी हेक्टिक, कति भिड हुँदो रहेछ यहाँ। भिड हुन्छ यहाँ। मान्छेहरूको भिड चाहिँ देख्न सकिन्छ। यो लगन खेल त उस पाटन आउँदाखेरि पहिला म लगन खेल आएर पाटन जान्थेँ। जान मिल्छ होइन? टोमेटो त्यही कहाँ हो यो? टोमेटो त्यसले गिभहरू गर्छ होइन? सुरज हो कि के अरे नाम के पो थियो? एन्जर के थियो? यस्तो भिड हामी चाहिँ हिँडिराखेका छौँ। यहाँ पाइन्छ र भने त्यो उता उसमा गए जस्तो भइगयो नि। के अरे भिकुटी मण्डप? स्याम्पलहरू हेर यहाँबाट कुन कुन हो? एउटा बुट ट्राई गरेँ, कस्तो कस्तो लाग्यो। यो छ यो बुट मन पर्यो। कुन एङ्कल होइन नि त यो? अनि एङ्कल बिना लाउने बानी नै छैन मेरो। तिमीलाई यो दुइटा मन पर्यो? त्यो त के मन राम्रो खरा हो, केही छैन त्यो। मेसी बुट कुन हो? मेसी बुट भन्छ नि कुन लिने कुन लिने? तिमीलाई कुन लिनु मन लाग्छ? confused अब एङ्गलमा लिने भए तिमीलाई त्यो कलर मन पर्दैन भने
ग्रिन खै हाँ राइट चाहिँ टाइम गर्नु यसको राइट छ राइट छ त यो कम्फर्टेबल हुन्छ कि हुँदैन कि यसलाई भर्खर लगाइएको थिएन हामीले लेफ्टमा लगाएको त्यति फिलै गर्न पाइँदैन यो पनि देख्न सकिन्छ कसको ग्रिप भन्दा कसको ग्रिप ठिक छ हेर त ग्रिप त यसकै ठिक छैन यसकै ठिक छ ग्रिप होइन यसको ग्रिप ठिक हो यसको अलिकति यसको ठिक लाग्यो सानो सानो चाहिँ जान्छ त्यसले ट्राई गर्दैछन् गरमले छिर्नै गाह्रो मान्छ अनि हेर न कस्तो ग्याप भयो नि त ग्याप भयो अब मलाई तिमीलाई यसमा के अरे सक्स लगाएपछि अनि उ हुन्छ नि त सक्सको पनि उ गर पहिला कुन कम्फर्टेबल जस्तो लाग्छ कुन बुट लिने भयो बडी भयो दाइ छैन बडी भयो छैन ल 2500 गरिदिनु न पैसा पुग्दैन कति त्यो 2000 मिल्यो भने म त्यसरी गर्दैन हल्का मिलाइदिनु न राम्रो मान्छेलाई त्यसरी दुःख दिन्न कि ल त्यो यसो गर्नु म प्याक गरिदिउँ ल 150 बडी नै भयो नि छैन म एक विषय राख्नु पर्ने हुन्छ कि त्यो पस्नेवाला कि अब जे भने प्रब्लम भनौँ न सबैले भाडा चाहिँ तपाईँले तिर्नुपर्छ त्यो अनुसारले हाम्रो पनि अलिअलि खर्च मेन्टेनको लागि 2500 गर्नु न पैसा पुग्दैन कि 2500 गर्नु न 2500 हो भने त म कसम म भाइको कसम पुरा गरिदिउँ पैसावाला पनि छ कि म त्याइदिएँ ल कुन आउँछ किन भनेको यो बुट चाहिँ अरू बुटभन्दा हल्का ठिक लागेको मन पर्ने भन्ने हुँदैन बुट अब लिँदाखेरि ल तपाईँलाई म 25-25मै दिउँ ल एक रुपियाँ पनि बढी माग्दैन यसमा तपाईँलाई आउने पाइदिउँ ल यो 2500 मा बेच्ने रेट तपाईँको यो त घटिहाल्छ नि अझै होइन त्यस्तो नसोच्नुहोस् यो पनि ठिकै दाइ नदेखाउनु न यसैमा डिस्काउन्ट जुत्ता ब्रदर कस्तो हाल्नु नरम जान्छ नि त आउन निस्किन्छ ल दाइ 2500 क्युआर गरिदियो पुगेन क्युआर छैन क्युआर त छ तर 3100 बढी नै भयो क्या दाइ कसम नपुग्न भने 2700 गर्नु बढी भयो 2700 कहाँ 2700 अझ 300 चाहिन्छ कि बार्गेनिङ यसरी कुरा नगरिदिउँ कि होइन ब्लकबाट त्यो मान्छेले 300 रुपियाँ थपिदिउँ कि बाई यो हाल्दैन जोरा यसको जोरा त्यही दुइटै निकाल्थ्यो एउटा निकाल्यो दुइटै निकाल्यो त्यही छ दाइले चाहिँ भाइ नि 2500 दिनुभयो अब दाइले दिनुभयो ल पर्मानेन्ट थियो यसो ए हुन्छ सधैँ यहीँ थियो कसरी कति वर्ष अगाडि किने तपाईँले मलाई मिलाउँछु भन्नुहुन्छ 6 महिना भयो अलिकति गाह्रो छैन तिमीलाई दाइहरूले त्यो च्याति छ थ्याङ्क यू सो मच मिलाएर दिनुभयो भाइ बार्गेनिङमा एकदम खतरा घटाइदिने के मान्छे खत्रै घटाउने के अरू त पुरा यसो होइन खुसी लाग्यो मलाई भाइ ल फेरि आउँछ ओके थ्याङ्क यू भाइ थ्याङ्क यू ल हामी चाहिँ बुट किनिसक्यौँ 5000 को बुट किन्यौँ है गाइस त्यो कन्फ्युज नहुनु है तपाईँहरू नहीं लोग कहाँ से आते हैं दुवैतिर 5000 किन्यो भने त कम गर्छ 5000 को बुट किनियो अनि अब मैले त 10,000 को किनौँ भनेको मनिकले होइन
10,000 खर्च नगरेर बुटलाई किन खर्च गर्छ 10,000 5,000को मात्र किने हेरौँ कति टिक्दो रहेछ यो बुट होइन 5,000को बुट अनि अब कहाँ जान्छौँ हामी तिमी बस्नु पनि काम छैन नि सिधै जाने हो नबस्नु कति 8 बजिसक्यो नि अब चाहिँ हामी यहाँबाट खोइ जाउँ न त त्यस्तो पाउँदैन जस्तो अब चाहिँ हामी यहाँबाट निस्किसक्यौँ मैले त्यो जाने भनेको ठाउँ चाहिँ यही हो बुट किन्न जाने प्लान थियो मेरो धेरै दिन अगाडिदेखि मेरो सोच थियो बुट किन्ने अनि आज चाहिँ फाइनली सक्सेस भयो मलाई पिज्जा बर्गर खानुपर्छ होइन बुट किनेको उपलक्ष्य चाहिँ त्यति धनी पनि छैन हो म ठिक छ बेलुका पार्टी तिमीलाई डिनर हुन्छ तिमीलाई टेन्सन नले अब हामी एउटा जाँदैछौँ यहाँ चाहिँ सधैँ यस्तै जाम हो भने जाम त पुरै जति बेला नि हामी यस्तै हुन्छ लास्टै बिजी एरिया रहेछ है अब हामी यहाँबाट निस्किन्छौँ त्यसपछि अब गएर साजनलाई भेट्छौँ साजनको घरमा आज एउटा सानो प्रोग्राम छ सेलिब्रेसन छ त्यहाँ गएर साजनलाई भेट्छौँ Monik is riding there you guys we are going अब बुट किनेर होला बुट किन्ने अब नयाँ बुटहरू पनि छु हल्का ताकि भन्नु अब आफ्नै लागि किने हो आफ्नै सेफ्टीको लागि खुसी नै छैन है त हामी चाहिँ यहाँ अब स्कुटरमा पेट्रोल छैन पेट्रोल हाल्नुपर्ने छ यहाँ अनलाइन हुन्छ कि हुँदैन पेट्रोल हाल्न आएको पेट्रोल पनि पुरै सकिसक्यो अलमोस्ट अनलाइन नहुने रहेछ यहाँ चाहिँ सबै पेट्रोल पम्पमा अनलाइन सिस्टम ल्याउनु पर्ने हो क्या अब पैसा त हो जसरी अनलाइन भयो नि फिजिकल हो नि होइन पैसा चाहिने हो तर पैसा दिन्छ हामीले टेन्सन भयो हामीलाई अब हामी कता जाने अब हाम्रोमा पेट्रोल पनि पुरै सकिसक्यो अब हामी जाउँ तिमी चलाउँछौ कि म चलाउँछु ल म चलाउँछु अब हामी यहाँबाट सिधै जान्छौँ सिधै कहाँ जान्छौँ हामी सिधै हाम्रो गन्तव्यतिर जान्छौँ पेट्रोल पम्प खोज्दै जान्छौँ बन्द गर मुला यो पेट्रोल सकिँदैन यत्रो स्टार्ट भइराख्दा ल हामी अब यहाँबाट है त हामी हिँड्दैछौँ यहाँ हामी कहाँ पुग्यौँ भन्दाखेरि बालकुमारी पुल देख्न सकिन्छौँ है यता बालकुमारी राइडरले कुदाउँदैछ कहाँ हो यो त म त अझसम्म आएको थिइनँ त यार मनिक यो ठाउँ कहाँ ल्याएको तिमीले यो ठाउँ यो हाम्रो यो के भन्छ बालकुमारी पुल भन्छ यसलाई यहाँबाट सिधै गयो भने अब हामी कोटेश्वर पुग्छौँ कोटेश्वर पुग्न लाग्यो हामी अब यहाँ जानु छैन त्यहाँ पनि आँट गर्दैछौँ हामी हेर हाल्नु पनि आउँदैन अब बुट मैले 10,000 रुपियाँ किन्छु भनेर 10,000
छ नि त म त दुधको लागि खोजेँ अनि 5,000को मात्रै किन्न आएको छु नत्र म दुध हालेन भने 5,000को मात्रै किन्नु ठ्याक्कै कोटेश्वर चोक पुगेको लागि बनाइरहेको छ यहाँ चोक पुगेको छ सकिन्छ हेर्न अङ्कल आन्टी हजुरबा हजुरआमा चोक पुगेको हामी गडीबडी चोक गडीबडीबाट पेप्सी कोला पुग्न बाँकी छ पेप्सी कोलाबाट जडीबुटी अब पेट्रोल पम्प बन्द भइसक्यो होला तर पेट्रोल पम्प अब त्यही यति बुझ्नुपर्छ हामीले जानै पर्ने हुन्छ हामीले चाहिँ मर्किन सक्छौँ है सक्छौँ तर पेट्रोल पम्प खुल्ला भएको भए अब आश छ कि यतिले पनि हामी पुग्छौँ भन्ने आश छ र यहाँ एक्सिडेन्ट भएको छ हेर्न सकिन्छ एक्सिडेन्ट भएको कसैले लडेको यतिको चिल्लालाई मैले पनि देखिनँ होइन होइन अर्कै हो हुन सकिन्छ अब ठाउँको ठाउँ आउँदा आउँदै के भयो करण एक्सिडेन्ट थियो एक्सिडेन्ट भयो मान्छेको अब स्पिड चलाउनु हुँदैन बिस्तारै जानुपर्छ बिस्तारै हिँड्नुपर्छ हामीलाई ढिलो भइसक्यो करण जाउँ अब एक्सिडेन्ट देखिहाल्यो एक्सिडेन्ट त अब नर्मल भन्दा नि भइरहेको छ अब मान्छेले केयरफुल भएर चलाउनु पर्यो त्यही हो दिस इज भेरी डेन्जरस क्या किनकि अब बाइक स्कुटर अब राम्रै चलाउने मान्छेले पनि एक्सिडेन्ट गरिदियो हामीलाई एक्सिडेन्ट भइरहेको हुन्छ राम्रै चलाउने मान्छेले पनि 10-15 वर्ष चलाएको मान्छेले पनि एक्सिडेन्ट हुन्छ अनि कहिले के हुन्छ कसले किन्छ पेट्रोल पम्प पुगेको पनि हामी पेट्रोल हालेर जाने हो बाटो पेट्रोल पम्प पाइयो बाटो काट्दैछन् करण पेट्रोल पम्प त पुग्यो अब यहाँ अनलाइन छ कि नै भन्ने कुरा यहाँ देख्न सकिन्छ पेट्रोल पम्प यता होला नि गरौँ उता होइन उल्टै आयौँ नि मलाई देख्न सकिन्छ पेट्रोल हालिरहेको पछाडि गरौँ पेमेन्ट त त्यहीँबाट गर्नुपर्छ नि त साँच्ची भ्लग चाहिँ एकैछिनको लागि यहाँ पनि क्युआर त पाएन हामीले होइन अब यहाँ समस्या आयो भनेर आज हुने भयो भनौँ क्युआरै छैन अरे होइन अब के भन्नु यहाँ चाहिँ आज चाहिँ क्युआरमा प्रब्लम आएर आजको लागि मात्र चाहिँ नो क्युआर भन्नु त्यही अब हामी अब अरू ठाउँ त अब कहाँ जानु अब सिधै हामी हाम्रो ठाउँमा जान्छौँ होइन अब यहाँसम्म त पुगिसक्यो अब हामी जानुपर्ने भने त्यही 10-15 मिनट हो अब 10-15 मिनटमा हामी पुग्छौँ अनि त्यति बेला पेट्रोल पुग्यो भने भयो ल
अब हामी चाहिँ यहाँ अर्को पेट्रोल पम्पमा जाँदैछौँ बाटोमा भेट्यो तर देख्न सकिन्छ यहाँ पनि बन्द भएको छ अब बन्द भइसकेको यहाँ हाम्रो पाले दाई देख्न सकिन्छ हाम्रो पाले दाई यहाँ हुनुहुन्छ है सन्चै हुनुहुन्छ नि सन्चै हुनुहुन्छ दाई कति चाँडो बन्द गर्नुभएको अलि बेलुकासम्म हल्का चाँडै बन्द गर्नुभयो त अनि दाई ल दाइ बस्छु दाइ अब यहाँ पनि देख्न सकिन्छ हाम्रो आज भाग्य रेन छ पेट्रोल हाल्ने भाग्य रहेनछ अनि अब हामी अब चाहिँ हाम्रो के अरे के भयो अब चाहिँ हाम्रो स्कुटरमा पेट्रोल सक्यो भने नि हामी ढक्क लिएर लान्छौँ किनकि बाटो पेट्रोल हामी जान्छौँ मेडिकल चोक पुग्यौँ हामी अनि अब चोकपछि हाम्रो लोकेसनमा ठ्याक्कै पुगिन्छौँ अनि त्यहाँ केक काट्छ एकजना भाइले हाम्रो काट्छन् गएर केक काट्छन् रमाइलो हुन्छ त्यही गएर बुझौँ हेरौँ कस्तो छ हेरौँ है त अब त्यही गएर देख्नुपर्छ है त देख्न सकिन्छ यहाँ बाटै ब्लक गरेर हामीलाई यस्तो चाहिँ गर्नु हुँदैन किनकि हुन्छ नि बाटै ब्लक गरेर राखेको जाने अगाडि जाने भने अगाडि जानु पऱ्यो पछाडि जाने भने पछाडि जानु पऱ्यो हुन्छ नि एउटा A few moments later. यहाँ चाहिँ हाम्रो मामा है दुईजना आँखा के गरे जहिले पनि भ्लग बनाएर हुन्छ रातिको बेला भ्लग बनाउँदै आएको हामी यो लन खेल्न बुट किनेर आएको त के लिएर बुट फुटसल बुट किनेर आएको लन खेल्न हेरिदिउँ न दाइले हेर्छन् देखाइदियो ए ल हेर्न सकिन्छ हेर्नु कति पऱ्यो होला दाइलाई भन्नु ल गेस गरौँ त मैले के कसरी गेस गर्ने यार यसलाई पऱ्यो कि अब लगन खेलबाट लन खेलबाट किनेको भने चाहिँ अब बुझ्नु कति ओके लेट मी थिङ्क यसलाई पऱ्यो होला फेरि सस्तो भन्यो नि अप्ठ्यारो महँगो भन्यो नि अप्ठ्यारो क्या मिलाएर म भने चाहिँ 1500 ल महँगो भयो कि क्वालिटी हेरेर यसो क्वालिटी अलि धेरै नै लो बनाइदिनु भयो क्वालिटी लगन खेल भन्ने बित्तिकै अलिकति त्यो भयो नि त त्यसले 15000 म फुटबलै खेल्दिनँ त्यसले मेटेरियल राम्रो छ भए राम्रै होला नि त यसको अब 3-4 हजार पुगेन तर 5000 को बुट राम्रै मेटेरियल 5000 हाल्यो भने जस्तो बबालै होला कति टिक्छ भन्ने कुरा हो है त ल दाइ गएको हामी त नआउने अब हामी पुग्यौँ हामी जाँदैछौँ हाम्रो साजन भाइको रुम होइन उसलाई थाहा छैन अरे यो समाउ त गर किन्न सोपिएँ मैले मेरो क्यामेरा ल मनिकले चाहिँ मलाई साजनको घर लग्दैछन् मेरो कार आइछ अब साथीको घर अब को हुने हो नि मलाई त गाह्रो लाग्छ त देख्न नयाँ स्कुटर हामीलाई देखाएको छ त अहिलेसम्म अप्रिलमा हामीलाई देखाएको छ त अहिलेसम्म सही रहेछ नि तर सही किनेछन् देखियो होइन ठिक छ अहिलेसम्म हामीलाई देखाउनु भएको थिएन यही हो देख्न सकिन्छ नबोल्नु क्या हामीले लाइफमा धेरै मान्छेहरू भेट्छ तर सबैभन्दा इम्पोर्टेन्ट मान्छे त्यो हुँदो रहेछ जसले हामीभित्र भएको राम्रो पक्ष हामीलाई रियलाइज गराउँदो रहेछ
मेरो लागि शी इज द वान। पर्सनल ओड पनि देख्न सकिन्छ। अनि के हो आज 2 बजे आउनु भने यहाँको 2 बजे के बजाइदियो बजाइदिन्छ। हाम्रो बोका दाइ यही हो फेरि हेर्नु अब साथी उसको दिदीको बर्थडेको साथीहरू आउँछ भनेर अब नयाँ नयाँ लुगा लाउँदैछ। यसो हिरो भएर आएको छन् त्यो भएर होइन। दाइ आज कतिको सपिङ गर्नु आज 45 को ह्यापी बर्थडे दिदी। थ्याङ्क यू। मेरो भाइको च्यानलमा सब्स्क्राइब के गरिदेऊ है। थ्याङ्क यू सो मच। कमेन्ट केक चाहिँ नकाट्ने यतिकै काट्ने खाने के काट्यो बर्थडे पुरस्कारमा भन्दै हो भन न लाज म त आज बुढेसकाल रे गानी म त कुन कालको हो के गर्नु साथीभाइहरू अब हामी जस्तै हो। कसो साथी चाहिँ कसलाई भन्नु म त भाइको बाकी सब भाइ म मात्रै भाइ सुनमी तलबार के तलबार बोलाको नआइदिएर अब के भन्नु तलबार त्यो छैन झिल्तिर ए त्यसको कस्तो राम्रो आउने रहेछ किन्नेपछि राम्रो आउनु परिहाल्यो इधर चुरी खाऊ चोरी Happy birthday to you. Happy birthday to Didi. Happy birthday to you. नाइकी भन्छ यार नाइकी मलाई क्या रुनु मन लाग्दिरहेको क्या किन 1 वर्ष बुढी भयो नि दिदी त्यही भएर त्यही पनि हुन्छ। कस्तो राम्रो लाग्यो दिन दाइ कति खाने अहिले चाहिँ म साधनको घरबाट निस्किसकेँ। आजको लागि चाहिँ मेरो ब्लग यहीँ हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू अन नेक्स्ट ब्लग।